सम्पूर्णमा नमस्कार। म किशोर श्रेष्ठ। खास गरी पछिल्लो समय जुन एउटा भिडियो भाइरल भइरहेको छ, जेनजी अभियन्ता मिराज ढुङ्गानालाई मैले गरेको प्रश्नलाई लिएर टीका टिप्पणी भइराख्दा म आफ्नो केही भनाइहरू राख्न चाहन्छु। जेनजी अभियन्ता भन्नेका मिराज ढुङ्गाना, जसले युवाहरूलाई आन्दोलनको लागि आउन आह्वान गरे तर आफू भने आन्दोलनमा आएनन्। उनले टेलिभिजन अन्तर्वार्ताहरूमा मलाई धम्की आएको कारण म आन्दोलनमा आउन सकिन भनेर दिएको अभिव्यक्तिलाई लिएर मैले प्रश्न गरेको थिएँ। मूलतः मेरो प्रश्न के थियो भने, तपाईले युवाहरूलाई आन्दोलनमा आउनको लागि सामाजिक सञ्जालबाट आह्वान गर्नुभयो, टेलिभिजन अन्तर्वार्ताहरूबाट आह्वान गर्नुभयो, तर तपाई आफै किन आउनु भएन भन्ने मैले यो प्रश्न राखेको थिएँ र उनले मलाई धम्की आएको थियो भनेर जवाफ दिएको थिए। र यसैमा मेरो अर्को एउटा प्रश्न थियो, 23 गते तपाईलाई धम्की आएर आउनु भएन, तर 24 गते जतिजना त्यो तीन कुनेमा भेला भए नि, ती सबैजना ज्यानको जोखिम मलेर आएको थिए। ती युवा जतिजनालाई गोली हानेर राज्यले हत्या गरेको थियो, तिनको बदलामा ती युवाहरू सडकमा आएका थिए। र मेरो आजको प्रश्न पनि त्यही हो, गरीबका छोराछोरीलाई सडकमा आउनको लागि आह्वान गर्ने, जेनजीको आन्दोलन भन्ने, अनि आफू व्यापार गरेर बस्ने अनि तिनलाई भगौडा भनेर मैले प्रश्न गर्न नपाउने? तिनी भगौडा हैनन्। उनले दिएको जवाब सुन्नु भएको छ। उनी व्यापार गर्दै थिए भनेर उनले अन्तर्वार्तामा भनेका छन्। ज्यानको जोखिम मलेर त हामी पनि गएको थियौं। हाम्रा छेउमा कयौं भाइ बहिनीलाई गोली लागेको थियो, कतिलाई हस्पिटल हामी आफैले लगेका छौं, जुन कुरा मेरो फेसबुक लाइभमा गएर हेर्न पनि सक्नुहुनेछ। त्यो विषम परिस्थितिमा हामी पनि त्यो फिल्डमा थियौं, तर उनले दिएको अभिव्यक्ति मलाई चित्तै बुझेको थिएन र मैले उनलाई त्यो प्रश्न राखेको थिएँ। 23 गतेको दिन उनी आउन सकेनन्, धम्की आएको थियो, तर 24 गते ज्यानको जोखिम मलेर आम नेपाली सडकमा आएको होइन। विषम परिस्थितिमा आफू लुकेर बस्ने अनि जब फाइदा लिने बेला हुन्छ अथवा भनौं सरकारसँग वार्ता गर्ने बेला हुन्छ, तब आएर म नेतृत्व हुँ भन्दै कोही आउँछ भने उसलाई मैले भगौडा भनेर प्रश्न गर्ने कि नगर्ने? र अर्को कुरा, नेतृत्व हुँ भन्नेले राम्रा कुरा आफ्नो जस लिन्छ भने भएका गलत प्रवृत्तिका पनि अब्जस लिन सक्नुपर्छ। मेरो प्रश्न मूलतः यही हो। त्यहाँभन्दा मेरो व्यक्तिगत रूपमा मिराज ढुङ्गानासँग केही पनि छैन। र प्रश्न गर्ने शैलीको कुरा गर्नुहुन्छ भने, विगतमा मैले यही शैलीले प्रश्न गर्दाखेरि मलाई संसदमा सम्भवतः पहिलो चोटि नेपालको इतिहासमा एउटा पत्रकारको पास खोसिएको थियो। त्यो गएर रेकर्ड हेर्दा पनि हुन्छ, त्यो मेरो थियो। किनकि प्रधानमन्त्रीको हिटलर प्रवृत्तिको बारेमा प्रश्न मैले गरेको थिएँ। बाको शासनमा छोराहरूको दादागिरी भयो भनेर संसदमा मैले बोलेको थिएँ। गगन थापाले त्यो प्रमाण के छ भनेर जुन देखाउँदाखेरि कालो सेतो के छ भनेर प्रश्न हामीले गरेका थियौं नि, मैले गरेको थिएँ नि। त्यति बेला त शैलीको बारेमा सबैले वाहवाही गरे। झापा क्षेत्र नम्बर 3 र 5 मा राप्रपा र एमाले गठबन्धन गर्छ कि गर्दैन भन्दै गर्दाखेरि म झोले भइन। तर कुनै समय एउटा कालखण्डमा एउटा परिस्थितिमा म नेकपा एमालेको पार्टीबाट वार्ड सदस्य उठेको, जुन कुरा मेरो सामाजिक सञ्जाल फेसबुकमै मैले राखेको छु, भण्डाफोर गर्नुपर्ने के छ र? त्यो एउटा परिस्थिति त्यो थियो, म उठेकै हो, मैले मेरो फेसबुकमै राखेको छु। तपाईहरुले अहिले पनि गएर हेर्नु भने पाउनुहुन्छ। तर मैले झोले प्रवृत्ति देखाएर जे गर्दा पनि ठीक छ भनेर न हिजो कुनै पार्टीको झोला बोकेर हिँडे, न आज बोकेको छु। त्यो एउटा परिस्थितिमा थियो, तर त्यहाँदेखि यता म कुनै पनि पार्टीमा आबद्ध छैन। मैले मूलतः यो राजनीतिक बीटमा पत्रकारिता गरिसके पछाडि कुनै पनि पार्टीलाई बोकेर पत्रकारिता गरेका छैन। त्यो मेरो इतिहास खोज्दा हुन्छ। र मैले मिराज ढुङ्गानालाई कुनै पनि आशयले अथवा भनौं कुनै पनि भावसहित मैले त्यो प्रश्न गरेको होइन। न मलाई उनलाई गलत देखाउनु छ, न सही देखाउनु छ। उनले जे व्यवहार गरे त्यो कुरा देखाउनु छ र मैले त्यो प्रश्न गरेको हो। म फेरि पनि भन्छु, गरीबका छोराछोरी हिजो आन्दोलनमा आउन आह्वान गर्ने, टेलिभिजनमा अन्तर्वार्ता दिने, सामाजिक सञ्जालमा लेख्ने, अनि तिनले गोली खाएर मर्दाखेरि आफू लुकेर बस्ने, ज्यानलाई खतरा छ भनेर, अनि अहिले म नेतृत्व हो भनेर आउँदै गर्दाखेरि उनलाई मैले भगौडा भनेर प्रश्न गर्दाखेरि म झोले भए।
मेरा सामाजिक सञ्जालमा मेरो परिवारलाई जोडेर जुन खालको टीका टिप्पणी गरिँदैछ, जुन खालको श्रद्धाञ्जली, जुन खालको गाली बेइज्जती गरिँदैछ, सहनेको पनि हद हुन्छ। यो अति भयो। जेनजी प्रति मेरो कुनै पनि नकारात्मक टीका टिप्पणी छैन। परिवर्तन त हामीले पनि चाहेका छौं नि। हिजो संसद पास घोषिँदै गर्दाखेरि मनमा हामीलाई पनि बिजेको छ नि यो निरङ्कुशता हो भनेर, र त प्रश्न गरियो। तर आज त्यही प्रश्न परिवर्तन चाहने युवा हुँ भन्नेलाई प्रश्न गर्दाखेरि चाहिँ यो खालको टीका टिप्पणी हुनुपर्ने? माफौं, मैले कोही सरकारमा छ अथवा शक्तिमा छ भनेर म गुणगान गाउन सक्दिन। म तपाईहरुले जे गर्दै हुनुहुन्छ सही गर्दै हुनुहुन्छ भनेर म प्रशंसा गर्न सक्दिन। सायद त्यो मेरो कमजोरी होला। यदि अहिले मैले जेनजी हजुर तपाईहरु ठिक छ राम्रो हुनुहुन्छ भनेको भए म सँगसँगै हिँड्न पाउँथे होला, भ्यूजको लागि म काम गर्न पाउँथे होला। तर प्रश्नै हुनुपर्छ, यथार्थ जे हो त्यो कुरा आउनै पर्छ। र उनी भगौडा हुन्, मैले भगौडा नै भनेको हो। आज गरिब किसानका छोराछोरी, आज मजदुरका छोराछोरी आन्दोलनमा गए, घाइते बने, तिनी अहिले पनि हस्पिटलमा छटपटेका छन्। तिनलाई थाहा छैन को नेतृत्व हो, कसले के गरिरहेको छ थाहा छैन। अनि त्यो अवस्थामा गरिबका छोराछोरी हुने, अनि एउटा हुने खानेको छोरो कार चढेर आउँछ र म नेतृत्व हुँ भन्छ। अनि हामीले त्यो कुराहरू बुझिदिनु पर्ने, सम्झिदिनु पर्ने। म त्यो खालको त्यो तरिकाले म पत्रकारिता गर्न सक्दिन। बरु म पत्रकारिता नै छोड्दिन्छु। मलाई पत्रकारिता पनि गर्नु छैन। यो तरिकाले गर्न सकिँदैन। र आफूलाई लागेको प्रश्न यदि निर्धक्कसँगले सोध्न सकिँदैन भने बरु यो पेशा छोडिन्छ। तर मेरो शैली हिजो पनि त्यही थियो, आज पनि यही हो। तपाईहरुलाई जस्तो जे लाग्छ गाली गर्नु होला, तर सबै ढंगले गाली गर्नु होला। धन्यवाद। On Trends Lens.